गाइज वेलकम टु माई ब्लग। अहिले चाहिँ म जाँदैछु गोलबजारतिर भाइको रिसोर्टमा टक्कसँगले होइन। गोलबजार पुगेपछि हजुरहरूलाई खबर गर्नेछु। जतिजना पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला कृपया। म चाहिँ अहिले गोलबजार आइसकेको छु। दाइको पछाडितिर जाँदैछु दाइलाई सरप्राइज दिनलाई टक्कसँगले। यता भाउजू हुनुहुन्छ। नमस्ते दाइ। के हो भाइ, तेरो पारा ठिक छैन नि? ठिक छैन? बोल बोल। म राजुलाई कल गर्छु। मैले भनेको त मास्टर आइसक्यो अरे। हेर्दै गर है। गाइज म चाहिँ अहिले दाइकोमा आइसकेको छु। दाइको पछाडितिर टक्कसँगले यहाँ देख्न सक्नुहुन्छ दाइ र भाउजू। बोलिदिनुहोस् मेरो ब्लगमा। हेलो हेलो। हेलो। अनि ल दाइले साडी किनिदिनु हुनुहुन्छ। यहाँनिरको साडीको कमी नै छैन त। हजुरहरूलाई साडी किन्न गाइज अहिले चाहिँ राहुल भाइ पनि आइसकेको छ। ऊ यहाँ देख्न सक्नुहुन्छ। खै बोलिदिउँ। नमस्ते गाइज, हामी चाहिँ खटारी बाइकमा यहाँ चढिसकेको छु। यता देख्न सक्नुहुन्छ खटारी बाइकको हालत चलाउने। यहाँले म खटारी बाइक देख्न सक्नुहुन्छ गाइज। खटारीले चलाएको खटारे बाइक। अर्को खटारी आयो। देख्न मास्टर बाटो गएर हजुरहरूलाई भेट्छु एउटा फेरि। अब हामी चाहिँ तिनजना जाँदैछौँ भाइकोमा। ओइ ओइ हग्नलाई हो म्याट। ओइ के हो झन्डै एक्सिडेन्ट भयो क्या हो। ब्रेक फेल्छ गाई। ब्रेकै फेल्छ यो त के गर्छ है। बाई बाई। अब हामी एकैचोटि मै गएर भेट्छौँ। साउन्डै आएको छैन। ल गाइज हामी चाहिँ मास्टरकोमा आइसक्यो भाइकोमा। टक्कसँगले देख्न सक्नुहुन्छ। नमस्कार नमस्कार है नमस्कार गर्न। अँध्यारोमा बसेको छैन यो भाइ। कस्तो फोटो दिया सब मैले डेकोरेसन गरे हो। तैँले हो कि मैले?